चलो ये हेलो अस्सलाम वालेकुम नमस्ते नमस्कार। आज म त्यो साइन्टिफिक कुराहरू जानकारी केही पाएछु क्लासमा। म त्यही घरमा त्यो गर्छु। अहिले भर्खरै स्कुलबाट आएछु अनि त्यसपछि म सोचौँ कि गरौँ कस्तो छ हेरौँ साइन्टिफिक कुराहरू। ला आऊ त्यो एउटा पाल खिच्ने त्यसमा पाल पालेर अनि त्यसपछि यसो गर्यो भने पानी तुरन्त निस्किन्छ। त्यसपछि यसको ढक्कन बन्द गर्यो भने त्यो पानी निस्किँदैन के। किन यस्तो हुन्छ किनभने वायुमण्डलीयहरू त्यसमा रहन्छन्। त्यसमा यो गयो भने पानी तुरन्त बाहिर निस्किन्छ। किनभने त्यो त्यसको वायु त्यो फैलिहाल्यो के। अनि यस्तो गयो भने यसको वायुमण्डल पुरै अंदर छ के, त्यसको कन्ट्रोलमा छ। अनि त्यसपछि म एउटाहरू साइन्टिफिक कुराहरू देखाउँछु जुन चाहिँ म एकछिन म पानी पढ्छु पहिले। पानी भरे अनि त्यसपछि एकछिन अनि एउटा लेजर लाइट लिए अनि त्यसपछि त्यसको ढक्कन खोले अनि त्यसपछि यसको लेजर लाइटबाट त्यसको यहाँ पुर्यायो भने एकछिन त्यसमा और नजीक ले राम्रोसँग पाल पारेन के, राम्रोसँग त्यो भएन। अर्को ट्राई गरौँ। फेरिबाट त्यसको पाल खिच्नुपर्छ यार। त्यसको पाल राम्रोसँग भयो होइन, त्यही भएर त्यसको